हाम्रो घर। त्यो चरो कति राम्रो छ, हेर्नुहोस् दाई, त्यो चरो उडेर कता जान लागेको होला? गीताले सोधिन्। गीता, त्यो चरो आफ्नो गुडतिर गइरहेको छ, दीपकले भने। हो भाइ बहिनी, त्यो चरो आफ्नो गुडतिर गइरहेछ। गुड नै चराको घर हो। चराहरू गुडमा बस्छन्। तिनीहरूको गुड पातपतिङ्गरले बनेको हुन्छ, पराल र छेस्काहरूले बनेको हुन्छ। उनीहरूले आफ्नो गुड आफै बनाउँछन्। गाई भैँसीको लागि गोठ चाहिन्छ, कुखुरा र हाँसको लागि खोर चाहिन्छ। यिनीहरू घरपालुवा जनावर हुन्। मानिसले नै यिनीहरूको लागि बस्ने गोठ र खोर बनाइदिन्छन्। बाघ, भालु र चितुवा जङ्गलको ओडारमा बस्छन्। तिनीहरू जङ्गली जनावर हुन्। हामी घरमा बस्छौँ। हाम्रा पनि थरीथरीका घरहरू हुन्छन्। कुनै घरहरू इँटले बनेका हुन्छन्, कुनै घरहरू ढुङ्गाले बनेका हुन्छन्, कुनै काठपातहरूले मात्र बनेका हुन्छन्, कुनै फलाम र सिमेन्टीले बनेका हुन्छन्। घरका आकारहरू पनि फरक फरक हुन्छन्। कुनै घर अग्ला हुन्छन्, कुनै घर होचा हुन्छन्, कुनै घर ठूला हुन्छन्, कुनै घर साना हुन्छन्। यसले घरभित्रका ठाउँहरू पनि फराकिला वा साङ्गुरा हुन्छन्। घरबाट हामी धेरै कुराहरूको सुविधा पाउँछौँ। घरले हामीलाई घाम पानीबाट बचाउँछ। यसले हुरी र बतासबाट जोगाउँछ। जाडोमा घरभित्र बस्दा न्यानो हुन्छ, गर्मीमा शीतल हुन्छ। हामीलाई घरबाट सबै कुरामा रक्षा हुन्छ। हामीलाई हाम्रो घर प्यारो लाग्छ। हामीले हाम्रो घरको जतन गर्नुपर्छ। यसलाई सधैँ सफा सुग्घर राख्नुपर्छ। भत्किनु र बिग्रिनुबाट जोगाउनुपर्छ।